हडताल गरे 6 महिना जेल, हडताल गराउन पैसा दिए 1 वर्ष जेल, हडताल गर्न अरूलाई दुरुत्साहन गरे त्यसलाई पनि 1 वर्ष जेल। यो कुनै कल्पना होइन, यो नेपालकै कानुनी व्यवस्था हो। कुन कुन क्षेत्रमा हडताल गर्न पाइँदैन भनेर सरकारले हालै राजपत्रमा सूचना प्रकाशित गरेको छ। आज म तपाईसँग एउटा यस्तो कुरा गर्दैछु जुन धेरैलाई थाहा छैन, तर यो नजान्दा तपाईँ वा तपाईँका परिवार वा आफन्त सिधै जेल जाने अवस्था हुन सक्छ। नमस्कार, म अधिवक्ता निम छेत्री। सरकारले हालै राजपत्रमा एउटा सूचना प्रकाशित गर्दै विभिन्न 25 वटा आवश्यक सेवाहरूमा हडताल गर्न पूर्ण रूपमा निषेध अथवा बन्द गरेको छ। ती सेवाहरू हुन् डाक, तार, टेलिफोन सेवा, जल, स्थल, हवाई मार्गबाट यात्री र माल सामान ओसार प्रसार गर्ने यातायात सेवा, हवाई अड्डा र हवाई जहाजसँग सम्बन्धित सेवा, प्रिन्ट र सरकारी छापाखाना सम्बन्धी सेवा, सञ्चार सेवा, आन्तरिक सुरक्षा कार्यसँग सम्बन्धित सेवा, खानेपानीको सञ्चालन र वितरण सेवा, पर्यटन, होटल, रेस्टुरेन्ट, रिसोर्ट सम्बन्धी सेवा, पेट्रोलियम पदार्थ, एलपीजी ग्यास समेतको पैठारी, ढुवानी, भण्डारण र वितरण सम्बन्धी सेवा, अस्पताल र स्वास्थ्य केन्द्र, एम्बुलेन्स सेवा जस्ता सेवाहरू, औषधि निर्माण र वितरण, फोहोर मैला व्यवस्थापन, ब्याङ्किङ सेवा, बीमा सेवा, विद्युत सेवा, दैनिक उपभोग्य वस्तुहरू, खाद्यान्न, दाल, चामल, नुन, तेलको पैठारी र वितरण, इन्टरनेट सेवा र यस्तै अन्य सेवाहरू। अब सोच्नुहोस्, यी सेवाहरूमा काम गर्नेहरूले हडताल गरे के हुन्छ? धेरै मान्छेहरूले के सोच्छन् भने हडताल गर्नु हाम्रो अधिकार हो। सामान्य परिस्थितिमा अधिकार पनि हुन सक्ला, तर यहाँ धेरैलाई थाहा नभएको तथ्य के हो भने सरकारले आवश्यक सेवा सञ्चालन ऐन 2014 अनुसार केही सेवाहरू जसले सर्वसाधारण जनताको जीवनलाई सिधै असर गर्छ, ती सेवाहरूमा हडताल गर्न रोक लगाउन सक्छ। गृह मन्त्रालयले यही ऐनको आधारमा यो आदेश जारी गरेको। यी सेवामा हडताल गरे सजाय हुन्छ। पहिलो, हडतालमा भाग लिने वा गर्नेलाई 6 महिनासम्म कैद वा जरिवाना वा दुवै। दोस्रो, हडताल गर्न अरूलाई दुरुत्साहन गर्नेलाई 1 वर्षसम्म कैद वा जरिवाना वा दुवै। तेस्रो, हडतालको लागि नगदी सहायता दिनेलाई 1 वर्षसम्म कैद वा जरिवाना वा दुवै सजाय हुन सक्छ। एउटा सरप्राइजिङ फ्याक्ट, हडताल गर्ने मान्छेलाई मात्र होइन, हडताल गर्न पैसा दिने र दुरुत्साहन गर्ने मान्छेलाई पनि जेल हुने व्यवस्था छ। अन्त्यमा तपाईँ अस्पताल, ब्याङ्क, बिजुली, पानी, ग्यास, यातायात, इन्टरनेट सेवा लगायत सरकारले हडताल निषेध गरेका 25 वटा सेवामा काम गर्नुहुन्छ भने विशेष सचेत बन्नुहोस्। जानकारी सेयर पनि गर्नुहोस्, साथै कुन सेवामा काम गर्नुहुन्छ र यो कानुन तपाईँलाई थाहा थियो कि थिएन कमेन्टमा लेख्नुहोला। यस्तै जरुरी कानुनी जानकारीका लागि हामीलाई फलो गर्न नभुल्नुहोला। धन्यवाद।